काठमाडौँको महानगरपालिकाको मेयर हुनुहुन्छ बालन शाहजी। म पनि धेरै सपोर्ट गरेँ, धेरै राम्रो काम गरिरहेछ। तर एउटा चिजको लागि मलाई साह्रै चित्त दुख्यो आज। जो तपाईँ पूर्व राजा ज्ञानेन्द्रलाई 7,93,000 को जुर्माना ठोकिरहेछ तपाईँले, त्यो सुनेर मलाई साह्रै चित्त दुखेको। तपाईँलाई त्यही तिराउनु छ भने QR कोड पठाउनु, स्क्यान पठाउनु। हामी जनतासँग, नेपालको जनतासँग जति हुन्छ 10 रुपियाँ गरेर, 50 रुपियाँ गरेर, 100 रुपियाँ गरेर, 2000 गरेर, 1000 गरेर जति हुन्छ हामी तिर्छौँ। तपाईँ QR कोड जारी गर्नु, स्क्यान जारी गर्नु, हामी तिर्छौँ। नेपालको राजावादी तिर्छ न नेपालको जनता तिर्छ। जो देशभक्त जनता छ नि नेपालको, त्यो तिर्छ, राजावादी तिर्छ। तपाईँ QR कोड जारी गर्नु। यो 7,93,000 जनता तिर्छ नेपालको राजावादी। तर यस्तो नगर्नु। कहिले केपी ओलीलाई अहिलेसम्म दिएछ? उसले त पत्र भन्छ, पत्र पनि म बुझ्दैन, त्यस्तो भन्ने थियो। तर जुन बोल्दैन उहाँलाई 7,93,000 तिराउनुको लागि तपाईँले यस्तो गर्नुभएछ। प्लिज म नेपालको जनतासँग सोध्न चाहन्छु, यो सही हो कि गलत? तपाईँहरू कमेन्ट गर्नु। जय नेपाल।